त हाम्रालाई बोलाउनु हुन्छ कि नै तपाईको बिहेमा? मेरो बिहे भइसक्यो, एउटा छोरो छ। थाहा छ तपाईँलाई? थाहा छैन भने नि हजुरले पहिला मलाई भन्नु भएको थियो कि छैन रे भाग। कहिले भने? अस्ति तपाईँ ज्यापुन भएको थियो त्यतिखेर? आज बिहा बाजु त रमेश सरले पनि भर्खर भन्नुभएको छैन। के एकचोटि सोध्नु ल, फेरि सोध्नु। पानी खानु न, पानी खानु तपाईँ रक्सी छ अझै खानु न, खानु खाँदैछु यहाँ हेर्नु न। यसको लागि तपाईँको बिहे भयो कि नै मिजु? हाम्रो त भइसकेको छ मिजु। मेरो भएको छैन, फेरि तपाईँको भयो, मेरो भएको छैन। म पनि गर्थेन के मिजु, अब मेरो बुवा बित्नु भयो, आमा पनि बित्नु भयो, त्यही भएर गरेको क्या, नत्र गर्थेन। तपाईँलाई कस्तो लाग्छ मैले बिहा नगरे जस्तो लाग्छ? उसलाई सोध्नु ल, उसले त रातभरि सुन्छ नि त, उसलाई सोध्नु मैले बिहा गरेको छैन। त्यो त थाहा छ, तपाईँ गर्लफ्रेन्डसँग बोल्नुहुन्छ। गर्लफ्रेन्ड त्यसरी बोल्छ, रातभरि बोल्छ गर्लफ्रेन्ड। गर्लफ्रेन्ड रातभरि बोल्छ, बरु बुढी बोल्दैन रातभरि। त्यति याद राख्नु। त्यो त सही हो, तर गर्लफ्रेन्ड भएपछि चाहिँ त्यो इमाम मिठाई दियो के? खानु न भाइ, खानु त तपाईँ। बस्नु अनि खानु, बस्नु 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 न के चाकै दुखेर बस्दा 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 कस्तो बवाल ठाउँमा आएर फेरि बसिरहेको छ, बस्नु पनि। कर्णालीपुर के लाग्यो पुलिसले लाग्नु गर्दा नदा मैले यस्तो हिँडेर फोटो खिचेर उस गर्थेँ क्या। पुलिसले दिन्न माने हामी गइएन के, गाडी रोक्ने थिएन भएको थियो, गइएन क्या। रक्सी तर मन चाहिँ छ है, फेरि यो ठाउँमा बवाल छ, फेरि गाडी रोक्ने थिएन। गाडी रोक्नु दिन्न हो र? त्यो त ठुलो ट्रक अनि यो र अङ्कित सर ड्राइभर थियो क्या भिडियो। सन्देशले कमाउनु गरे नि। यहाँ बुफर ल्याएर नचाउनु पर्ने रहेछ यो मान्छेलाई यार। तपाईँलाई बुफर ल्याएर नचाउनु पर्ने, बुफर बुफर ए बुफर भनेको सङ तपाईँलाई नचाउनु पर्ने हो। होइन मिजु अलि हल्का रमाइलो सबैले हँसाइदिन्छु क्या म। यो रमितले बनाए भिडियो कहिले भनेर त्यति बेला यताबाट यार यति बेला भिडियो बनाइरहेको थियो नि रमेशले। रन्केर गयो माथि उनीबाट पुरा रन्केर आइरहेको रहेछ गाडी गाडीमा। तपाईँ उता जानुहुन्छ भने रमेश सरलाई त्यो ल्याउनु पर्दैन त? यो कर्णालीपुर है, गाडी रोक्नै नदिएर हो जबरजस्ती हालेको। आमा खलासीले अगाडि दौडाएर। तपाईँले आफै बनाउनु भयो? हिँड्नु हामी सबजना मिलाएर बरु खलासीले म त यहाँ छु नि। ए तपाईँ केही गर्ने हिँड्नु के गर्ने भन्नु न। म त सोचेको छु भैँसी पालन गर्ने, मेरो मामाले पैसा दिन्छ। यो चाहिँ ठ्याक्कै तपाईँ कर्णाली पुल कटेर अगाडि भैँसीको बिमा बाटो सानो छ नि त, मान्छेको पनि बिमा हुन्छ। तपाईँ उहाँ छोडे घडी यो लगाउनु भएको छ त्यहीमा त? ए घडी हो, त्यही रुममै छ त, टचवाला हो क्या। मोबाइल घडीवाला होइन, सबै फोनसँग सिम लाग्ने होला होइन? सिम लाग्नु मिल्दैन, ब्लुटुथ कनेक्ट गर्ने मोबाइलबाट। ए सिम लाग्ने होइन, ब्लुटुथ ब्लुटुथ गर्ने। विदेशबाट ल्याइदिनु भयो कि मामाले बर्थडे गिफ्ट।